स्लो गर्नु त रोक्नु। अब कतिसम्मको अगाडि लगेर रोक्ने भनेपछि जस्तो त्यो गाडीको टायर देख्नुभएको छ है। अब यो ड्यासबोर्डको भाग हेर्नु त, यो ड्यासबोर्डको भाग भयो है। उता गाडीतिर लैजानु, यो ड्यासबोर्डको भागले त्यो टायर चाहिँ कभर हुन पऱ्यो कि त्यतिसम्म चाहिँ अगाडि लगेर अनि हामीले बल्ल स्टियरिङ घुमायो भने चाहिँ अलिकति नजिकै रोकिन्छौँ कि हामी। यो अगाडिको अल्टोको अन्त सिधा उता लैजानु त यो गाडीतिर। ब्रेक छोड्नु, थोरै राइट गर्नु त स्टियरिङ, रोक्नु नआत्तिनु, क्लच थिच्नु, रोक्नु, ब्रेक रोक्नु त। जस्तै अझै हामी कभर हुन बाँकी छौँ नि त होइन, स्टियरिङ थोरै यता गर्नु त, अझै सिधा ल भयो। ब्रेक छोड्नु पहिला, थोरै क्लच छोड्नु, अझै हेर्नु, अझै अगाडिसम्म लैजानु त, अझै हामी अगाडि जान मिल्छ कि नआत्तिनु है। अझै 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 ल ब्रेक रोक्नु त, ब्रेक थिच्नु। अब चाहिँ स्टियरिङ फुल उता राइट घुमाउनु त, ल भयो। अब ब्रेक छोड्नु, क्लच थोरै छोड्नु बिस्तारै, अझै हामी टच हुँदैन कि मजाले, यतिसम्म चाहिँ हामीले कभर गर्न मिल्यो कि गाडी कतै साइडमा रोक्न मिल्यो भने। ल क्लच फुल, ब्रेक। अब स्टियरिङ सिधा लेफ्ट 1 राउन्ड, ओके। न्युट्रल गर्नु, ह्यान्ड ब्रेक तान्नु, बटन नथिचिकन, चाबी हजुरतिर 2 राउन्ड घुमाइदिनु।